कारागारबाट निस्किएका रवि बुधबार सिंहदरबार प्रवेश गरे। अन्दाज उस्तै, आत्मविश्वास उस्तै, उत्साह र आवरण उस्तै, आवेग र रफ्तार पनि उस्तै। कुनै बेला सरकारको उपप्रधान सहित गृहमन्त्री बनेर सिंहदरबारको यही गेटबाट भित्रिँदा रविको अन्दाज र उत्साह जस्तो थियो। बुधबारको जोश जागर पनि उस्तै देखियो। रवि टक्क गाडीबाट ओर्लिन्छन्, हसिलो मुद्रामा सुरक्षाकर्मीहरूलाई स्यालुट हान्दै हात हल्लाएर अघि बढ्छन्। यी मान्छेमा न त जोश र होस कम भएको छ, न यिनी भित्र रहेको अकुत आत्मविश्वास र उत्साहले बाटो बिराएको छ। झनभन्दा झनपछि अझ चमक र कन्फिडेन्टमा प्रस्तुत भइरहेका छन्। सम्भवतः यिनको हिडाई, आत्मविश्वास र निडरतालाई देखेर अहिलेका प्रधानमन्त्री, गृहमन्त्री पनि जिब्रो टोक्ने दुस्साहस गर्छन्। किनकि यो सरकारमा त्यस्ता व्यक्तिहरू छन् जसले ओली लेखक जस्ता हत्या आरोपीहरूलाई सामान्य कारबाहीको दायरामा समेत ल्याउन सकेनन्। ओलीको नाम र पक्राउ भन्न बित्तिकै अहिले पनि राज्यका निकायहरूको सातो गइरहेको छ। तर हेर्नुहोस् त, शिरदेखि तीरसम्म कालै पहिरनमा सजिएका छन्। मानौ यो उनको आवेगको प्रतिनिधित्व हो। किनकि जेन्जी आन्दोलनपछि बनेको सरकार र जाँचबुझ आयोगले पनि पहिलो जवाब रविसँगै खोजेको छ। अर्थात् भदौ 23 को मध्य दिउँसो सडकमै 19 युवाको छातीमा गोली ताकेर हत्या गर्ने। तत्कालीन सरकार प्रमुखदेखि आदेशलाई मौका बनाएर अन्धाधुन्दा फायरिङ गर्ने अपराध आरोपीहरू निष्क्रिय छन्। जाँचबुझ आयोगले भदौ 24 मा कारागारबाट कैदी भाग्ने वातावरण निर्माण गरेको भन्दै रविकै बयान पहिला लिएको छ। तर ठिकै छ, मलाई देखाएर अपराधीसम्म पुग्दै बयान लिने साहस जुटोस् भन्ने प्रयोजनकै लागि हुनुपर्छ। रविले पनि बिना कुनै आनाकानी बयान दिन तयार भए।